थाहा छ तपाईँहरूलाई अहिले पछि भन्छु निकम द वेयरहाउस गयो प्रो स्क्वाडर्स गयो निकम द वेयरहाउस रोज र म तल है अनफलोरर्स दिवक लभली 200 के छ दि सन्चै हुनुहुन्छ गुड मर्निङ लिनुपर्छ तर सर्टगन छ कि छैन कोहीसँग निकम द हिँड्नु आउनु राइटबाट आउनु ल यहाँनिर रोक्नु भित्र जामै छिरिहाल्नुपर्छ अनि यहाँ रोकेर त फेरि यसो गर्नुपर्छ निकमलाई धेरै घुमेन आउन थाले आन त हालेन माथि नै छ जस्तो छ लेफ्टबाट गरि माथि हुनुहुन्छ प्रभु तिम्रो तल छ गए यतै साथमा गयो एकजना यतातिर छ्या कस्तो बाउन्स खाइदियो यार नेट दुईजना माथि गयो कोहीसँग नेट छ नेट ल्याउ त मलाई नेट ल्याउ त ओए कस्तो स्कोप नखोल्ले आऊ एकजना आऊ मसँग आऊ रोज तिनजना गएर सर्कन छ है लभली ल एकजना जरा टच में कस्तो रेन्डर खाइरहेको मेरो आज ल एन्जलको फोटो छ त फिनी बाजे राख्छ अब नाम रे राख सबैले फिनी राख अब फिनी यहाँ पनि छ दुईटा स्क्वाड त त्यहीँ भयो यो दुईटा मार्कमा सो हामी यो दुईटा मार्क एक्सक्लुड गरेर जानुपर्ने हुन्छ जुन एक्लट परा था ओए मैम खरी सत्ता गया यार प्रेस नगर्नु अहिले फिनिसर रिसाउनु हुन्छ नि प्रोलाई नेट हाल्ने मार्जिन्छ नि फेरि अल्टिमेटमा त नेटले मर्छ नि फेरि आऊ बस आऊ तिमीहरू आऊ दुईजना गाडीमा आऊ आऊ राइटतिर जानुपर्छ आऊ म बगेमा जान्छु मैले जहाँ लगेँ त्यही हिँड लेटपट्टि फुल्यो भुलतिर अरे तपाईँ चाहिँ गाडीमा आउनु नि फेरि हैन फिनिसर त गयो नि के भएन त्यही त तिमी त गाडी लगायो के ल हैन फिनिसर जान्छ होइन क्या बगीमा जोन कभर गर्न सजिलो हुन्छ क्या मलाई त्यही भएर भन्यो रुक्नु मेरो पछाडि आऊ ल तिमीहरू पुरै राइटबाट घुम्न आउनु एकम आउनु त्यहाँबाट निस्किन मिल्दैन नि मिल्छ यहाँबाट आउनु यहाँबाट कम्प्लिट राइटै अपार्टमेन्टबाट नखानी गरेर है बरु जोन भित्र जानुपर्छ भने नि जाऊ बुस्टर छ होला निस्करको आइजिएलिङ है पर्यो अब कम्प्लिट राइट आउँछ सबै मेरो बगी त के यार लक्ष्य त रेन्डर खाए रोज माथितिर क्याप्चिलमा बसेको म यो तलको कम्पाउन्ड एकलट स्काउट हानिहाल घुमेर गएर घुम त कभर दिन्छु म जान्छु घुमिहाल हुन सक्छ है तर अघि टाइमबाट त राइटबाट खाएको छ एनिमी छ कम्पाउन्डमा छ एनिमी छ ल हिँड घुस हान्नै पर्छ घुस कतापट्टि लेफ्ट साइड यो साइड घुस लेफ्ट साइड घुस हे तेरि कस्तो बेला खाएको यार लेफ्ट साइड घुस तलबाट नखाऊ है गाडी तिनीहरू भागिसक्यो एकजना मात्र छ जस्तो छ हौ निकम चाहिँ राइटबाट खान्छ है तपाईँले दुईजना हो भागिसक्यो भन्दैछु त रिसमा गयो Marked a location. यहाँ Marked a location. फिनिसरको आइजल देखेर टिमै भाग्यो हौ के भन्नु यो जग्गी हो क्या अरे होइन राइटबाट हान्छ है केटा यता यहाँ Watch पनि out. यिनीहरूले हाम्रो हाने रेन्डर छ ओए कस्तो फोन अड्केको यार मेरो मोबाइल आउट 16 प्रो मैक्स त आउट किरा देखेको छैन मेरो एंगल छैन Watch out.
लेडी बर्ड युजर नेम केटी नै हुन्छ अरे मनी तामाङ वेलकम युजर पछि फेरि एकला राइटबाटै पुसाल्नुपर्छ तिनीहरूलाई नै पुसाल्नुपर्छ होला। Watch out! तर होइन यार त्यहाँ त्यहाँ गयो भने त हामी खुलित हुन्छ तल पुसाल्नुपर्छ तर लेफ्टको कम्पाउन्डको लाइन चुन छोड्छ कि अब एटेक्स हर कसै बाहिर जानला एटेक्स छैन नि प्रपर Marked a location. Watch डिसाइड out! हुन्छ है 32 जना रे यार व्हाट द हेक छत चढौ लागे सास अहिले चढेर के गर्छ कोलेला Watch यहाँ out! जुन छ राइट साइड मलाई हल्का कभर दिम है त यो रिजबाट Marked a location. निस्कन नदिउँ मलाई कभर दे न ओए कभर दे 32 जनामा कस्तो ल्यागको क्या धेरै अगाडि छैन झन् 42 सेकेन्ड्स मात्र इजी हो हामी यहाँको डिप खेल्न मिल्छ है मेरो मार्कको डिप खेल्न Marked मिल्छ a है location. त्यहाँ अर्को नि थियो है रिमी थियो त्यहाँ त्यहाँ छैन यहाँ डिपसम्म खाली छ यहाँ डिपसम्म Watch out! छैन नि कहाँ खाली हो र? हुनु मैले देखेँ मैले त देखाएन त कतै ट्रीमा राइटको स्क्वाड घुम्छ अनि त्यसपछि त नआउने धीर सोन 20 सेकेन्ड छ नि यो कल हाम्रो गाडी त फुटेर हैन हाम्रो गाडी हान्डा कुन बगी हान्डा अहिले थाहा पायो तिमीहरूले ल होइन अब बस त्यो लेफ्टको लागि लिइहालौँ किनकि त्यो तल जहाँबाट अहिले हानिरहेको छ तिनीहरूले नै हान्छ फेरि त्यहाँ लिन्छ सँगै मलाई उठाए एउटा बगी खाली छ होला त्यहाँ लेफ्टमा पेल्नुपर्छ है निकाउँदा हो भन्नु पर्यो त तिमी मुलाई थाहा पुग्नु पर्दैन तिमी पनि मेरो मागतिर आए डिप जस्तो छ यहाँ खेल्नुपर्छ यो साइडतिर थियो है त्यो रुखतिर कतै इजी हो सुतिरहेको सोल्डर एउटा माथिको डिप खेल्नुपर्छ जरा हल्का म रोटेर हान्छु लेफ्टको आउन नदेऊ है लेफ्टको माथितिर नै हेर्छु म lag भयो यार त्यही त गाडी आयो मेरो झन् कस्तो त्यहाँबाट हान्छ है गाडी Watch out! रुक यिनीहरू आउँदैन यहाँ स्विफ्ट जानेको यहाँ आउँदैन के रुक न त्यही गरिरहेको ओया उ आउँदैन यिनीहरू कम्पाउन्ड जान्छ भन्दैछु त हिजो अर्को स्क्वाड नै आउँछ है नाइस वान केटा आर्गन खाता हाना न नाइस वान इजी रोज बस यहीँ खेल्नु मिल्छ इजी हो तिनीहरू अर्को स्क्वाड हो क्या यसको स्मोक हान्थ्यो नि कम्दाले Watch out! कहाँबाट हान्छ ओइ कस्तो नजर आयो त्यो सुरुमा गाडीले यस्तो त पड्काएको थिएँ मैले क्विक पिन छ यहाँ कहाँबाट हान्छ यस्तो फोन भएर त गुटुक हुन्छ नि त्यस्तो भइरहेको क्या कस्तो चारैजनाले हार्ट पिक लिइरहेको छ हौ मलाई पिक गर्दैन म त तिनीहरू चारै जान्छ तल छोड्दै इजी छोड्दैन होइन के को हो नाम चाहिँ हौ रे फिनिसरको फिनु भन्छ नि त मलाई नानी ब्याक पाएमा म चाहिँ धेरै अगाडि गएन है यही ढुङ्गामा बस्नु तिमीहरू अलिकति माथि आउँदै गर मेरो यहाँकै स्पोर्ट खेला थियो तिमीहरू म माथिको लागि हल्का अङ्गल लिने हाल्छु त्यहाँ छैन क्लियर हो अहिलेसम्म छैन एकजना मेरो माथि खेला थियो यहाँसम्म खेला थियो एकजना गाइस प्लिज Watch out! त्यहाँसम्म खेला एकजना गाडी लिएर गयो गाडी लिएर कभर बनाउनु है एकजना यहीँ गाडी लिएर कभर बनाएर खेला है यहाँ कतिवटा जना छ ब्रो 4 जना तीनजना जति एटलिस्ट छ हो तीनजना त एटलिस्ट छ ब्रो घरतिरबाट नखाऊ है लेफ्टको स्क्वाड हाउसबाट यहाँबाट नखाऊ है तिनीहरू तिमीलाई नै पुसाउँछ तिमीहरू तिमी यहाँ बस त्यही भएर यतैतिर बस Marked a location. राइट छोडेर एकजनाले हो रोजले बस्छ नाइस जन लेफ्टकोलाई पुसाउँछ है तिमीहरूलाई पुसाउँछ है गाइस Help! भन्दैछु निकम दाइ कस्तो बेला खाएको Watch out! ओपनमा रहेछ हेर त स्मोक हान्ने त्यसले रोज बस्नु पऱ्यो रोज त्यही बस्छ तर म सेफ नै छु त्यो स्मोकमा छ है देखिरहेको छु इसी हो म राइटको लागि हेरेको छु त्यसले खाए Watch out! त्यसले खायो है यिनीहरू लेफ्टबाटै तिमीहरूलाई लेफ्टबाटै पुसाउँछ है गाइस यिनीहरू है इजी हेर है प्रोब्लमले नि हेऱ्यो रोज पनि माथि नै आयो एकछिन रोज म राइटको लागि हेरिदिन्छु तिमीहरू रोज पनि यतैतिर आयो रोज यहाँसम्म आयो Watch out!
यिनीहरू लेफ्टबाट तिमीहरूलाई नै रोटेसन आउँछ घरतिर नि जोन छैन राइटको चाहिँ यहाँ म यो रोडमा बस्छु पछाडि हेर्नु गएको पछाडिबाट गाडीहरू छ र त्यहाँ फिनिसर Watch out! राइटबाट आयो मतिर पुस छुट्टै टिम रहेछ आएन आएन दुईजना घरमा पुसान दुईजना गाडी घरमा पुसान गाडी लिएर छिटो 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 गाडी छैन मसँग त दुईजना मात्रै एकजना बस है प्रोब्लम गयो निकम गयो सँगै गयो राइटतिर रोक यहाँतिर रोक मेरो मागतिर रोक त्यसको नि कि ला यार तिनीहरू सक्यो क्या कि लास्ट गाई छ होला त्यहाँ हेर है रोज तिमी र मात्रै छ सक्यो त्यहाँ जोन पर्दैन आयो माथिबाट गाडी आयो आऊ गाई जाऊ हामीतिर आऊ कभर चाहियो अब ल धेरै अगाडि नगयो यहीँसम्म बस है यहीँ अगाडि अघिको स्पट बस्यो नि हुन्छ यहाँतिर आइसक्यो धेरै अगाडि गएन निकम्दैन त्यही त मेरो स्पटमा आइसक्यो है अघि न रोज लोकेसन रिभिल नगरे लेफ्टबाट क्रल गर्दै आउँछ है Watch out! यहाँनिर हुनुहुन्छ मेरो ठ्याक्कै अगाडि नेड हान्न न त हान्न त मेरो छैन नेड हान्न जान्छ धेरै अगाडि गएन है निकम त धेरै पछाडि भयो नि अगाडि खेल्नु न यहाँसम्म खेल्नु रुखसम्म आउनु गाडी लिएर गाडी निकाल्छ तिनीहरूलाई पछाडि स्क्वाड हाउसबाट पनि पेल्दैछ क्या त्यही भएर इजी हो हामी राइटबाटै खेल्नु मिल्छ क्या म त्यो पछाडि गाडी आएँ कहाँ पछाडि होइन गइसक्यो तिमी कता बस्नु म यहाँसम्म बस्नु ठ्याक्कै त्यहीसम्म बस्नु तपाईँ रोजले कभर दिन्छ तपाईँलाई लेफ्टबाट तपाईँ अगाडि मात्रै हेर्नुपर्छ नेट चाहिँ नखानु है त्यहाँ अगाडि हुनुहुन्छ त्यसो भए निकम दाइ मैले नेट स्टप गरे अगाडि स्मोक खेलाउनु अगाडि स्मोक खेलाउनु अलि एउटा मात्रै अहिलेलाई रोज पछाडि आयो कभर दिन्छु रोज यहाँसम्म आयो मतिर आयो रोज निकम दाइले एक्लै ह्यान्डल गर्नुहुन्छ त्यहाँ इजी है राइटबाट घुम्न मिल्छ है हामी है 17 जना छ अझै 40 सेकेन्ड छ प्रोपरको अगाडि राइटतिर हेर हल्का रोज तिमी यही ढुङ्गा एकछिन यही ढुङ्गा होल्ड गर्दै गरेर रोज म अगाडि जोन हेर्न जान्छु राइटको कम्पाउन्डमा छ है यहाँसम्म लिन खोज्यो भने तर जोन त यहीँ छ है लिन चाहिँ अलिक गाह्रो चाहिँ पर्छ लुगा म हिलिङ हानिहालेँ ल बुस हानिहालेँ एउटा नक चाहिँ भयो कताको नक हो मसँग अहिलेलाई जोन छ है राइटको कम्पाउन्डमा छ है फिनिसर तिमीहरू जोन आयो गाइस रोज मतिरबाट राइट आऊ रोज यतातिरबाट आऊ मतिर आऊ रोज तिमीहरू हल्का जोनमा लिएर बस ल केटा हो माथिबाट किनकि लेफ्टबाटै पुछाउँछ कि तिमीलाई अहिले लेफ्टमा बसिरहेको छु मान्छे जोनसँग ठ्याक्क लिएर बस त्यसपछि राइटको कम्पाउन्डलाई पुछाउनु दिनुपर्छ लेफ्ट रोटेट हुन्छ है राइटको कम्पाउन्डलाई पुछाउनु गाडी लिएर गयो दिनुपर्छ भने नि निकुम दाइ पनि हैन म जोनमै छु रोज जोनमा छैन होला है यो जोन गाडी त चाहिन्छ नि यहाँ अगाडि आएँ Marked a location. इजी हो त्यहाँ मारेको Marked a location. ल गाडी घुमाउनु खोज्छ होला है लोकेसन ल मसँग स्मोक पनि छ रोज जोन छैन है तिमीसँग तिमी अझै आउनु पर्छ एकछिनमा यताबाट आउनु यो रुखसम्म खेले एकजना निकुम दाइ हेर्नु है राइटबाट नखानी गरेर रुखसम्म खेल हान्छ है राइटबाट हान्छ है मैले भन्दैछु एघारजना छ तिनीहरूलाई जुत्न देऊ अझै एक्लट जोन आउँदा यो जोन आउँदा मजा आउँछ गाडी त्यही हाल्दै फिनिसर मन आला धेरै सेकेन्ड बाँकी हुँदैन है तर हामीसँग रोज जोनमा है रोज भन्दैछ है नाइस घरसम्म कम्पाउन्डमा जोन छ
कम्पाउन्डमा फुल Marked a location. 20 सेकेन्ड्स बाँकी हुँदा होइन कम्पाउन्डमा फुल 5 बनाऊ स्मोक जति छ त्यति 5 बनाऊ त्यसो कम्पाउन्डमा पुसान दुईटा मात्रै छ यार मसँग राइट साइडमा पुसा हान्नुपर्छ है एउटा मात्रै छ ल रुक 20 सेकेन्ड बाँकी त रुक है म हल्का राइट गरेँ यस्तो रिज रहेछ तर तिनजना त्यो कम्पाउन्डमा त गयो हुन्छ होला प्रोपर खेल्यो निकल्दै गाडी छ छैन छैन जाऊ तिनजना जाऊ नक भयो घरको नक पुस घरमा पुस निकल्दा रोज बस्यो बसिसकेको छ रुक ल स्मोक खेलाउँछु एकछिन ल फिनिस भयो रुक रोज बस जोन पनि आए जाऊ कभर दियो लेफ्ट पनि आउन थाल्छ है छतमा छ है यो छैन मलाई त खान्छ उतैबाट खान्छ भनेर रोज एकछिन नेट खान्छ है तिमीले र मैले एउटै नेट खान्छ है कतापट्टि छ यो ठ्याक्क भित्र छ यो एकजना मात्रै छ यार यसलाई पुछ हान्नुपर्छ नत्र यसले मलाई हामीलाई सक्छ रोज अलि पछाडि बस्छ कतापट्टि आयो नाइस कभर भित्रकोलाई पुछ हान्नुपर्छ है रोज तिमीहरूमा रुक एकछिन रुक यिनीहरू पनि पुछायो छोड्यो एकछिन छोड्यो अब छत चढ्न मिल्छ है त्यो बाहिर नेट हाने हामीलाई रोज पर जाऊ नेट पड्क्यो किनले जुन्न इजी जुन्न नेट खेलाऊ प्रोबेबली लेफ्ट नेट खेलाऊ म चाहिँ चलो रोज राइटबाट हिँड रोज हिँड यही छ है नाइस वान लास्ट गाई इजी हो त्यता हुनुहुन्छ हट रोज हट छैन स्मोक छैन रोज कभर दियो रिफ्लेक्स हान्नुपर्छ मैले स्मोक ए मा लभली यस्तो भन्दा चिकन भनेको बुझेन हौ माका सक्छ त नि सक्दैन नि फेरि गाइजहरू के सोचेको दादालाई अनि त लल्ले गाइजल यतिको त हुनु पर्यो नि जी जानुपर्छ होला यार गाइज 9 जनाले हेरेर छ यार तिमीहरू यार यतिको त हान्नै पर्ने हुन्छ आमा होइन होला के हो जी लभली अल्छ लभली फिनो दिदी Victory belongs to us. मन पर्यो है कति किल हान्यो अरे किल त यसमा त किल पनि धोस्थ्यो होला 10 12 अनि त सक्दैन नि फेरि ल